ल साथीहरू सबैजनालाई नमस्कार छ। म चाहिँ यहाँ कुम्मायाक गाउँपालिका वडा नम्बर 1 यासोक बजारमा माथि हाम्रो डाँडामा चाहिँ कुम्मायाक मन्दिर रहेकोले हामी चाहिँ दर्शनको पश्चात यो हामी फर्किने बाटोमा हामीले चाहिँ अनौठो हाम्रो राष्ट्रिय फुल लालीगुराँस चाहिँ अनौठो हामीले सानो रुखमा पनि यति धेरै लालीगुराँस फुलेको देख्यौँ। हामीलाई गर्व लाग्छ। हाम्रो लालीगुराँस भनेको धेरै ठुलो बुट्यानहरूमा पनि फल्दो रहेछ, साना यस्तो रुखमा पनि फल्दो रहेछ। ल हेर्नु सबैजनाले अब यति सानो बुट्टामा पनि कसरी फलेको होला, अझ यहाँ फक्रिँदैछ। ल हेर्नुहोस् है साथीहरू, यहाँ अझ फुल फुल्दैछ। यहाँ कस्तो राम्रोसँग ढकमक्क भएर फुलेको छ हाम्रो फुल। ल हेर्नुहोस् राष्ट्रिय फुल। यसको चाहिँ विशेषता चाहिँ विशेष गरेर माछाको काँडा घाँटीमा अड्कियो भने चाहिँ सहजै रूपमा माछाको काँडा चाहिँ निकाल्न सक्दो रहेछ। साथसाथै अब साना बाबु नानीहरूको त घाँटीमा अड्केको हड्डीदेखि लिएर चाहिँ सबैलाई निकाल्न सक्ने हाम्रो यो विशेषता रहेछ। साथसाथै अब यसले चाहिँ विविध रोगहरूको पनि औषधिको रूपमा प्रयोग गरिँदै आइरहेको हामीले पायौँ। धन्यवाद।